सर मलाई सबैभन्दा सस्तो आइफोन देखाइदिनुहोस् न। सबैभन्दा सस्तो आइफोन? हजुर। अनि कहाँ सर यो 50,000 दिनुभएको छ त कहाँ यतिमा आउँछ त सबैभन्दा सस्तो आइफोन? अनि 50,000 पनि सबैभन्दा सस्तो आइफोन आउँदैन सर। आउँदैन नि। कतिमा आउँछ सर? सबैभन्दा सस्तो आइफोन यहाँ हेर्नुहोस् त हजुरलाई यहाँ लागिरहेछ यो आइफोन 13 हो। आइफोन 13 त मेरो दिदीले चलाउँदै हुन्छ सर, योभन्दा अलि राम्रो छैन? योभन्दा अलिकति राम्रो? हजुर। अलिकति राम्रो पनि सस्तो पनि लिन चाहनुहुन्छ भने यो लिनुहोस् न आइफोन 14। आइफोन 14? हजुर। यसमा भर्खरै हामीले अहिले 5,000 रुपियाँको क्यासब्याक पनि लागेको छौँ भने हजुर। हजुरले 10,000 सम्मको एसेसरिज पनि गिफ्ट रहेको छ नि यसमा। ए 10,000 सम्मको एक्सेसरिज गिफ्ट रहेको छ? 10,000 को एसेसरिज अनि 5,000 को क्यासब्याक? हजुर 5,000 को क्यासब्याक, टोटल 15,000 को हजुरले गिफ्टहरू पाउँदै हुनुहुन्छ। ए क्यामेरा क्वालिटी पनि एकदम गजब रहेछ सर। हजुर। अनि के छ अरू सुविधाहरू केही छ यसमा? हजुरले इन्स्योरेन्स पनि 1 इयरको पाउनुहुन्छ भने 1 इयरको वारेन्टी त भइ नै हाल्यो। साथैमा लक्ष्मी स्टोरबाट किन्दाखेरि हजुरले एक्सचेन्ज फेसिलिटी पनि पाउनुहुन्छ। हजुरले आफ्नो पुरानो फोन ल्याउनु भएको छ? पुरानो फोन छ मसँग। पुरानो फोन पनि एक्सचेन्ज गरिदिन्छु नि हामी। ए हुन्छ हुन्छ, त्यसको भ्यालुएसन चाहिँ मलाई राम्रो दिनु होला है त। भ्यालुएसनको लागि त लक्ष्मी स्टोरले चिनिन्छ नि त। टाढा टाढाबाट मान्छे आउनुहुन्छ हाम्रोमा एक्सचेन्ज गर्नको लागि पनि राम्रो भ्यालुएसन। ए हुन्छ, त्यसो मैले 50,000 क्यास दिइहालेँ, मेरो भ्यालुएसन कति आउँछ बाँकी नपरेको म क्युआर गरिदिन्छु नि। एक्सचेन्जमा पनि हजुरले सबै नै अफर पाउनुहुन्छ। हस् हुन्छ, यो बिल गरिदिइहाल्नुहोस्। हुन्छ आउनुहोस् त।